कसरी बनाउने सरी दाइ हैन हामी कसरी भनेको हामी हेलो गाइस यो चाहिँ हेलो एभ्रीवान यो चाहिँ हाम्रो जेयर हो अनि हामी चाहिँ यस्तो चप्पलमै तिमी कसरी भयो हामी हो यी चप्पलमै हामी फोन पार्क जान गएको छ ब्लगरको ओनर चाहिँ ऊ अगाडि छ रेजिना राइट दिस इज माइ आउटफिट रिजन हामी चाहिँ अब मार्टमा कुल्फी खान जाँदैछौँ यसरी मार्टमा छिरिसकेको छु म मार्टमा छिरेपछि यसरी आइसा हो यो चाहिँ यसरी यिनीहरू कुल्फी यसरी हेर्छ कहिले खान नपाए जसरी कुल्फी यसरी हेर्छ यिनीहरू गाडी छुट्टिन्छ है के खानु पऱ्यो कि कुल्फी झन् यतिले चाहिँ गाउँबाट झरेन गाउँले नै बेहोरा नो आन नेभर किन्दिने हामी चाहिँ फन पार्क जाँदैछौँ माइ गाइज है वी आर गोइङ टु वाच फन पार्क है यो एरियाको माइक्रो एकदम रिजन दीक्षा आइसा दिया रेजिना अनि यो चाहिँ म है हामी दुईजना चाहिँ फिल्डमा जाँदैछौँ है लास्ट सिटमा बसेर आनन्द भइरहेको छ हामी माइक्रोमा फोन पार्क जाँदैछौँ है लगायत हामीले फोन पार्क आइसकेको छौँ मसँग छ दीक्षा गुरुङ दिया वेदना अगाडि चाहिँ रिजन यो सबै सोडा सिर्जना 50 रुपियाँ It was the most painful. It was the most. तार चाहिँ So everyone, sorry दाइले चाहिँ ट्राई गर्नुभएको थियो. It was a nice try तर हाम्रो समी दाइको चाहिँ ज्यान जस्तै हात पनि बोइदो छ जस्तो लाग्दैन. We are currently at के हो यो ठाउँको फन पार्क काठमाडौँ फन पार्क. So आज चाहिँ हामी we are strolling around the Kathmandu city with sandals. Sandals. Hey, and there are our group. So आज चाहिँ हाम्रो प्लान के छ भने काठमाडौँ पुरै स्यान्डलमा घुम्ने हो के. अहिलेसम्म हामी फन पार्कमा स्टार्ट गऱ्यौँ गएर कारहरू खेल्यौँ एकचोटि फन पार्क देखाइदियो एकचोटि त्यहाँ देखायो. सो फन पार्कमा खेल्यौँ हामी अब ठमेलतिर या त दौडमार्ग कता हुन्छ विल गो होइन त छोरो व्हाट डु यु से यस हेभिङ फन कि नै एकदमै ल अब यताको पनि हेर्नुहोस् यता है नानीहरू ए गाइस यता हेर्नु खोइ दुईटा नानी चाहिँ ल आइट मेरो गरिरा हो हामी चाहिँ अहिले होइन चप्पल मोजामा आछौँ खुट्टा सब फोहोर भइसक्यो चप्पल है चप्पल बाइ द वे चप्पल नि यस्तो कालो भइसक्यो मोजा नि यस्तो कालो भइसक्यो है तर हाम्रो चाहिँ डियर थियो त्यही भएर चाहिँ यस्तो है डियर्स हामीसँग जुत्ता नभएर चप्पल लगाएन अफ कोर्स आई मिन चप्पलमा आउँदाले के हुन्छ र हु केयर्स के हैन सबैले कोहीसँग नि कन्फिडेन्ट नहुँदो रहेछ चप्पल कटुमा हेर्न सो we're trying that out नि हैन यो गर्यो भने केही नि हुँदैन yeah भनेर हो है and by the way हामी चाहिँ बिग जायन्ट व्हिलमा छौँ एन्ड अहिले चाहिँ हामी काठमाडौँको भ्यू हेर्दैछौँ है माथिबाट सिंहदरबार देयर होइन बिस्तारै हलाउँदा पनि डर लागेन अहिले पछि यो हाम्रो सिंहदरबारको रोड एभ्री डे जाम हुन्छ. बाइ द वे यही हो भिरकुटी मण्डप चाहिँ है यो यहाँ लाइन अल द वे बाइ द वे धरहरा है त्यहाँ चाहिँ ओए सुरु भयो अब हाम्रो जायन्ट व्हिल भनेको ओए माथि पुग्दैछौँ है ओए चप्पलमा है बाइ द वे दुईजना My lord!
मेरो छोरो कस्तो लाग्यो त एकदमै इजी होला नि यस्तो त के हो हामी यार 10 तलाबाट हाम फाल्ने मान्छे इजी ए यस्तो यस्तो भइरह हुनु चाहिँ हैन मेरो गिम्बलले चाहिँ हल्का स्टेबल गरिरह यो यस्तो सबसे इजी हैन सब बाइ द वे सबसे यसरी होला नि सबसे इजी क्यामेराको कहिले म बनाइदिन्छु गर्नु मलाई बनाएर देखाउँदै रहेछ के गर्नु मलाई चाहिँ क्यामेराम्यान चाहिन्छ हैन ल न बनाउँछ र यसरी हो क्या इजी हैन सबसे केही फिलै भएन क्या मलाई चाहिँ हुन चाहिँ म हल्का 2-3 फ्लोर माथिबाट हाम फालिरहेको हुन्छ नर्मल्ली यो चाहिँ मलाई नर्मल लाग्यो है समीरलाई चाहिँ हल्का डर लाग्यो कि मलाई त केही लागेन गाइस एकदम इजी मेरो यो हात चाहिँ एकदम स्ट्यान्ड भन्दा पनि होइन त्यो भएर स्टेबल भएर चाहिँ इजी हल्लेको पनि छैन न त खतरा हल्लिरहेको नहल्लेको देखिरह है यो चाहिँ हाम्रो लागि एउटा पिस अफ केक हो क्या होइन पिस अफ केक के इट्स नर्मल के फर अस Yes, Normal. Friends, It was easy. It was piece of cake for me. कस्तो थियो एक्सपिरियन्स रेजिनाको कस्तो थियो कस्तो थियो हल्का उ चाहिँ हल्ली बल्ली भइरहेको आउँछ नि बाइ द वे हाम्रो दुईटा बच्चाहरू कहाँ गयो ऊ त्यहाँ आउँदैछ आइसाको कस्तो भयो दियाको मलाई लाज लाग्यो ल फेरि के भन्यो मटर गचकी चुकी सडक यहाँ के यहाँ चाटको भिडियो गर्दै हुनुहुन्छ साग ल ए समीरको चाहिँ आफ्नै चाक जस्तो देखियो समीरको चाहिँ आफ्नै चाक जस्तो देखियो थियो यार त्यो नि बस्ने हो के त्यहाँ बस्ने हो ल जाऊ गो यो फ्रन्ट यहाँ ब्याकमा चाहिँ यस्तो ल जाउँ अब हामी खाएको ठाउँमा गएपछि ब्लक सिधै खाएको ठाउँमा ब्लक खै भिडियो होइन भिडियो त सब मिचा पोक्सो फ्राई र ससेज यो चाहिँ दिक्षाले खाने रे तिनटै एकैचोटिमा बोल्नु म अब दिनभरि चपलमा हिँड्यो अब खाना लाग्यो खाना चाहिँ फेरि नारायण दाईकोमा खाना आएको मोमो हामी 3 जना बहिनी 4 जना बहिनीहरू र एउटा मेरो छोरो एन्ड म त सबसे ठुलो बाउ नै भइहालेँ